ल है ल गाइस मेरो घरबाट चाहिँ घरबाट चाहिँ सामानहरू आयो हेर्नु न यहाँनिर सुन्तला हो मेरो घरको सुन्तला हो यो सबै मेरो घरको सुन्तला हो यो अनारस यो करेन्ट नुडल्स हो यो सबै करेन्ट नुडल्स आएको छ थुक्पा आएको छ अनि नेवारी अचार अचारहरूको त पोका खोलेकै छैन दार्जिलिङको चियापत्ती हातले चाहिएपछि त्यो कार्टुन सबै भरेर अनि के छ अरू मासु पनि मासु त फ्रिजमा राख्यो लोकल अन्डा देखाइदिइहाल्नु घरको लोकल अन्डा अरे यहाँ पनि भर्ती छ लो यता पनि भर्ती आएको छ फटाफट पुऱ्यायो यो लोकल अन्डा घरको अन्डा लिएर आएको छ त्यो चाहिँ अनबक्सिङ गर्नुपर्छ खोल्नुपर्छ नि होला अन्डा घरको अन्डा किन त्यहाँ हालेको ए कार्टुनमा हालेको भए यहाँ प्लास्टिकमा त उयो सर्छ नि सेलरोटी छ सेलरोटी खिच्छ र के त्यो सेलरोटी छ नि अर्को पन्नेमा हेर्नु घरको सेलरोटी आयो घरको सेलरोटी घरबाट कागज काँच्दैछ नि घरको सेलरोटी सानो मिठो भन्छ यो सेलरोटी धेरै खुसबुले पनि भक्कु लिएर आएको छ खुसबुले भक्कु एक कार्टुन लिएर आएको ल है यो लोकल कुखुरा फ्रिजमा हिजो हालेको बहिनीले यहाँनिर नि लोकल कुखुरा पुरा फ्रोजनमा छ लोकल कुखुराहरू फ्रोजनमा छ है फ्रोजनमा लोकल कुखुरा सुँगुर मासु घरबाट आएको स्मोकी सुँगुरको मासु सब घरबाट आएको अब चाहिँ मजाले खुवायो हुन्छ एक फ्रिजमा अट्दा नै अटेन बेसी भएर दिन्छ अब लोकल कुखुरा घरको सामानहरू घरबाट आएको छ भने यस्तो हुन्छ लोकलको यो नि उयो हुँदाखेरि खानु अरे सुप खानु अरे यसको कि खै डल्लो खोर्सानी चाहिँ त्यही त हेरेको त मैले खानु त्यो दिदीले पठाइदिएको पनि छैन त्यहाँ पनि सुन्तला छ यहाँ डल्ले खोर्सानी छ घरको सुन्तला चाहिँ खानु पुरा मनपर्छ डल्ले खोर्सानी खान्छ तल जह तह उनीहरू त किनेर त त्यति पुरा उयो भयो त्यही मैले त्यो उयो पठाइदिउँ भनेको थिएँ के जिरा चाहिँ किन पठाइदिएको होला यो उयो हुँदैन भनेर केही त होला यो सुन्तला पठाइदिएको बेसी नदिनु अरू लगाएको सुन्तला उनीहरूलाई दिँदैन ल त्यहाँ सेलरोटी लिएर आइकन भन्दै सेलरोटी चाहिँ पठाइदियो होला यति अरू सुन्तला र सेलरोटी पठाइदिनु त्यसलाई लागेपछि दिदीलाई पनि दिनु पऱ्यो अमिसलाई पनि दिनु पऱ्यो लु मेरो चाहिँ घरबाट सामान उयोले के खान्छ यति हो है के भन्छ एक यति हो यहाँ छैन क्या हाम्रो अचारहरू ए यहाँ हेर न यहाँ कस्तो मेहनतले बिचरा आमाले काटी बनाइदिएको अचारको प्याकेट खायो अचारको चिउरा पनि हेर्छ चिउराले राख्ने कस्तो दामी छ यो चिउरा त झन् यसमा चाहिँ नमकिन हालेर खानु पर्छ कि आमाले भनेको
खै छिटो गर्नु ए यो तपाईँले भनेको न ए चुवाको फुल यो चाहिँ के राम्रो काकीले लान्छौ भने लान्छु नि यो चुवाको फुल हो एकदम मनपर्छ मलाई चाहिँ यो चाहिँ चुवाको फुल हो जिउहरू दुखेको चाहिँ एकदम खानु राम्रो हुन्छ बनाएर चुवाको फुल यो बनाएर खानु कस्तो राम्रो हुन्छ यसले चाहिँ यो चाहिँ जिउहरू दुखेको राम्रो सन्चो गर्छ दार्जिलिङको चियापत्ती हातले बनाएको यो के गुन्द्रुक कस्तो लाग्यो गुन्द्रुक यो चाहिँ कुटेको गुन्द्रुक हाम्रो यो घरको चामल यो चाहिँ कहाँ ल्याउँछ कुटेको चामल चाहिँ नि यो चाहिँ आमाले मैले अहिले पनि पाउँछ कुटेको चामल ए कालिम्पोङबाट चिउरा खोर्सानीको अचार खोल त यो खोर्सानीको अचार हल्लाएर नै यो करेलाको अचार करेलाको अचार हेर्नु न गाईले उयो वंशले घिउ ल्याइदियो मलाई पैसा पठाइदिएन भन्दै थियो पैसा पैसा सर्छ भाउजूले घरमै बनाइदिन्छ आमालाई यो माथि यो घरको घिउ खानुपर्छ घिउ अचार हो यो चाहिँ हो अदरक र मेथीको अचार अदुवा र मेथीको अचार अरे ल यो चाहिँ खोर्सानी हो कि डल्ले खोर्सानी यो जिरे खोर्सानीको अचार यो मलाई डल्ले खोर्सानी यो डल्ले खोर्सानी आम्मा अचार त कतै कतै यो पता नि के यो नि खोर्सानी र पता नि के को अचार यो मुला मटरको अचार मुला मटरको अचार पुरा खान्छ नि मुला मटरको अचार यहाँ छ नि मेन हाम्रो टेस्टीवाला अचार चाहिँ यहाँ छ है गाइस यो चाहिँ हाम्रो चाहिँ घरैमा बनाउँछ कि यो सोयाबिनको अचार घरमै कटुस खोल्न त यो चाहिँ सोयाबिनको अचार चाहिँ कति चाहिँ छ भने नि खोल्न धेरै दिनले हो यस्तो सोयाबिनको अचार पन्नी गरिरहेको चाहिँ हाम्रो चाहिँ घरमा सुकुटीको पनि देख न नि सुकुटी छ त्यहीँनिर छ यहाँ हेर्नु त यो कटुस देखाइदिन्छ सुकुटीको चाहिँ यहाँनिर छ है सुकुटीको अचार चाहिँ गाइस चुरुम छ हो सुकुटीको अचार खालि यस्तो हो सुकुटीको अचार अब खाइन्छ यसलाई चाहिँ हो यो कटुस हो कटुसको अनि यो गाइस घरबाट आएपछि चाहिँ यस्तो सामानहरू आउँछ नि हाम्रो चाहिँ घर गएकै यस्तो सामान हुन्छ अन्त बोक्नै सक्दैन हो कहाँको ल्याएको यस्तो कटु यो त भुटेर खान्छ होइन भुट्नुपर्छ पर्दैन होइन एउटा टेस्ट गरेर भुटेर कालो बनाउनु त्यो के कालो अलरेडी कालो छ त यो चाहिँ के कालो छ अलरेडी कालो होइन अझै यहाँ पनि राखिदिएको थियो मलाई कटुस यहाँ कहाँको ल्याएको यस्तो कटुस चाहिँ यो भुटेर चाहिँ यो चाहिँ मलाई जयन्ती भाउजूले खोजिकन राख्दैन मिट्टी नै मिट्टी छ तर यो चाहिँ कस्तो यसलाई चाहिँ धोएर चाहिँ उसिन्नुपर्छ त्यो त माटोबाट गाडेको थियो क्या माटोमा पानी परेको थियो नि त कस्तो पानी परेको बिचराले राखिदिएको म खान्छु भनेर कटुस हाम्रो यो अचार के हो यो करेन्ट नुडल्स दुनियाँभरको करेन्ट नुडल्स खाने सामग्रीहरू चाहिँ पुरै आइपुगेको छ सेलरोटी उता बहिनीले पनि लिएर आएको छ सब अब छुट्टीमा गएको घरहरू छुट्टीमा गएको सब घर आइपुग्यो खानेकुरा चाहिँ टन्नै आइपुग्यो गाइस के अरे यो उसलाई चाहिँ पैसा हाल्दो
हाम्रो चाहिँ हेलो है गाइस म पनि हुन्छ यो घरकै होइन यो मौरीको म घरकै हुन्छ मौरीको म हामीलाई खानेकुरोमा चाहिँ कमी हुँदैन हाम्रो घरतिर चाहिँ हर चिजको सुविधा भेना चाहिएको यहाँनिर एमर्जेन्सी भेना चाहिएको चाहिँ इमर्जेन्सी खाने भए चाहिँ मोटाउने भएको थियो है यो चाहिँ टाउकोमा लाउने फुल बनाएको आमाले 10 ब्रस रुपियाँ त गर्नु 10 रुपियाँ गर्दा रहेछ क्या उठाइदियो नि ए ल गाइस यति नै हो हाम्रो सामान